मरना तेरे को डर नहीं लगता? वो त मेरो त मुटु भित्रबाट बाहिर आउन लाग्यो यार हो डेढ भएर ल हामी चाहिँ अहिले यहाँ चाक चलाएर चटपटे कार्यक्रम भयो रेकर्ड भइसक्यो रेकर्ड भइसक्यो आता कस्तो पोल्यो यार त्यसमा चाहिँ के भन्छ यो थिचेर अन गरेर रेकर्ड गरेर पर्दैन त्यहाँ ठ्याक्कै आफै रेकर्ड हुन्छ सो अलराइट गाइज अब चाहिँ हामी कहाँबाट जाने हो सो अलराइट गाइज वेलकम टु माई ब्लग है स्वागत छ हजुरहरूलाई र मसँग मेरो साथी हुनुहुन्छ अम्मै मेरो त मुटु भित्रबाट बाहिर आउन लाग्यो यार ल सो गाइज अहिले चाहिँ हामी गोकर्णमा छौँ र यता मेरो साथीकोमा आएको यो के भन्छ बोल्नै नहुँदैछ नि त यो गोप्रो चाहिँ मेरो साथीको हो र अहिले चाहिँ हामी यसो म चेक गरौँ भनेर निस्केको कस्तो हुँदो रहेछ भनेर सो साथी कोही भइरहेको छ त कस्तो लागिरहेको छ त एकदम रमाइलो रहेछ नि होइन हामी जाने चाहिँ कहाँ हो जङ्गलतिर जाउँ न यसो एउटा दुइटा फोटोसोटो खिचेर आउँ होइन राइड हानेर आउँ मासतिर के भइरहेछ आजको मौसम चाहिँ हेर्न सक्नुहुन्छ बिहान चाहिँ पुरा पानी पर्ला जस्तो भइरहेको थियो अहिले चाहिँ ठ्याक्क घाम लागिरहेको छ तपाईँको सो लेट्स सी हामी नि यसो राइड निस्केको मासतिर गएर जाउँ आएर हेरौँ होइन बाटो फेरि यहाँ डेन्जर छ हेर्न सक्नुहुन्छ बाटो फेरि यस्तो बाटोको यहाँ एकछिन स्लो मोसनमा अहिले चाहिँ हामी गोकर्णमा छौँ होइन गोकर्ण भन्ने ठाउँमा सो हामी चाहिँ ट्याक्कै माथि गोकर्ण भन्ने ठाउँमा गएर चाहिँ आउँछौँ हामी चाहिँ यहाँबाट राइड होइन त टिट लेट्स गो अनि गाइजहरू के छ हलखबर नयाँ नौलो होइन गाइजहरूको सोधेको खलखबर के छ भनेर कमेन्ट गर्नु होला भन्नुहोस् है हाम्रो त यस्तै छ चलिरहेछ सर के छ अनि के चलिरहेछ आजभोलि यतातिर यस्तै छ बस्ने खाने सुत्ने टुल्ने हो सर अब ल म चाहिँ आफ्टर लङ टाइम पछि केटाहरूसँग भेट्न आएको होइन सो अब साथीसँग राइड हानिदिउँ भनेर आएको हेरौँ यो ठाउँ चाहिँ गोकर्ण होइन त हो सर गोकर्ण हेर्न सक्नुहुन्छ यो माथि तपाईँको गोकर्ण वन हो हामी त्यहाँ जान्छौँ त्यहाँ गएर चाहिँ यसो हामी केटाकेटीहरू कसरी लभ गरिरहेछ गफ गरिरहेछ भनेर हेर्नेछौँ होइन तपाईँहरूलाई देखाउनेछौँ सो त्यही हो गाइजहरू सन्चो बिसन्चो के छ मेरो त ठिक छ ल यहाँबाट हामी लेफ्ट जानुपर्ने हुन्छ ट्याङ 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 बिस्तारी गाइजहरू हरर बास्न आयो त यार सेकुवाको साथी सेकुवाको बस्न त हरर आउँछ त त्यही छ हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरै क्लिन छ मौसम होइन बिहान चाहिँ माकुरी लास्ट पानी पर्न लगाइरहेको थियो बिहान म उता माछा पोखरीबाट आउँदा चाहिँ कस पानीले भिजी आएको थियो माकुरी बाइक पनि थोत्रो भइसक्यो मेरो एकमा कि दुईमा हो दुईमा तिनमा हो ठिकै रहेछ सर तिनमा हो तान्न चाहिँ खै अब दुईमा हो दुईमा प्ल्याएर तानिरहेछ मेरो बाइकले ल 250 पो हो त फेरि 250 हो तिनमा तान्छ तान त ल गाइजहरू अब चाहिँ गोकर्णको जङ्गल प्रवेश जगटोल प्रवेशद्वारमा हामी प्रवेश गरिसकेको छौँ यहाँतिर चाहिँ पुरा चिस्क्यो यस्तो यार
2 वर्ष हुन लागिसक्यो यार यो यहाँ यस्तो बनाएको होइन अहिलेसम्म पनि यस्तै रहेछ त अनि यो त 2 वर्ष अगाडि आएको थियो आमामा धुलो हेर्न सक्नु धुलो म्याचिस ओहो धुलो भन्न नसकिने अगाडि चाहिँ हाम्रो दाजुले गर्लफ्रेन्ड बोकेर हिँडिरहनु भएको छ के अरे होइन म यस्तो गर्छु ल यहाँको आदरणीय मेयर साहबज्यू यहाँ चाहिँ चाँडै पिच गरिदिनु होला यहाँ गोगर नजाने रोड हो होइन यो चाहिँ अलि धुलो भयो क्या सेवा सुविधा प्राप्त गरिदिन अनुरोध गर्न चाहन्छु त्यही हो यहाँ चाहिँ अब धेरै घुम्ने मान्छेहरू आउनुहुन्छ नि त त्यही भएर यहाँको चाहिँ अलि राम्रोसित बनाइदिनु हुन अनुरोध गर्न चाहन्छु यहाँ चाहिँ हेलिप्याड हो यहाँ चाहिँ अहिले बाइक ट्रेनिङ गर्दैछ माथिबाट रन्डो आयो फेरि यस्तोमा चाहिँ फेरि लास्ट चिप्लिन्छ क्या म्यासल धुलो भएछ यार यहाँ त कता यता गइदिउँ है यो चाहिँ भित्र हो हामी अहिले भित्र नछिर्ने यहाँ के छिर्नु पर्यो पैसा तिरेर मेरो यो बाइकको अगाडिको बेरिङ गएको छ क्या त्यही भएर हल्लिँदो रहेछ यार फेर्नुपर्छ 10,000 लाग्ने भनेर केमा त त्यो के 10,000 लाग्दा ऊ हो के अरे केम चेन्ज रे हो के हो त त्यो केमा हुन्छ इन्जिनभित्र हुन्छ अरे त्यो इन्जिन घुमाउने त्यो चेन हुँदैन चेन हो त्यो चुडिन लाग्छ अरे भन्दो रहेछ त्यो फेर्नलाई 10,000 लाग्छ अरे मात्र त्यो गयो भने बस्छ नि थपक्कै बस्न खोज्छ नि अहिले नि मेरो त यार टेन्सन भइरहेको नि पैसा छैन गजब बेइज्जती गाह्रो छ चाहिँ के भइरहेको यहाँ धारा रहेछ नि त कल धारा रहेछ नि त यहाँ पहिला हाम्रो पानी लिन आउँथ्यो त्यो तलबाट आम्बो त्यो पुरानो रुममा हिँड्नुहरू हामीसँगै बस्ने रह्यो तेल कतिको दिन्छ यसले तेल धेरै दिँदैन नि यार ठिक्कको दिन्छ 30 दिन्छ 30 खै मलाई त्यो त थाहा छैन यार कसरी हेर्छ त्यो चाहिँ किलोमिटर हेरेर किलोमिटरै चल्दैन चल्दैन 500 हाल्यो भने कति पुग्छ दुई दिनै लगातार चलायो भने 2-3 दिन पुग्छ कहाँ जान्छ यतै उतातिरसम्म जाउँ न है यहाँ चाहिँ लास्ट भरे बेलुका यस्तो कुदाउँछ नि केटाहरूले आमामा हरिबिजोग तालले कुदाउँछ नि डराउनु पर्दैन कति दिन भयो दुख्यो मेरो हात तर म पनि यही रोडमा लडेको नि उदा मासल यो चाहिँ तार भिर नि त माथि तारी यो माथि चाहिँ तार भिर हो होइन यहाँ चाहिँ यस्तो रमाइलो छ टक्क लाएर यो चाहिँ काठमाडौँ हो यो पारि चाहिँ आर्मी पुलिसहरूले ट्रेनिङ गर्ने ठाउँ हो हजुर कालो होस् त्यही हो गाइस यो ठाउँ चाहिँ तपाईँहरूले याद गरिरहनु भयो होला यहाँ चाहिँ बाइक कुदाउँछ यहाँदेखि स्वार यता स्वार कुदाइ गर्छ होइन सर बेला बेलामा यहाँ बेलुका यहाँनिरको भनिदिनु त कसरी कुदाउँछ अरे यहाँ चाहिँ खतरा बाइक राइड हुन्छ है साथीहरू बेलुकामा अनि यहाँ चाहिँ अहिले चाहिँ दिउँसै आइदिएको यहाँ माथि तारेभिर अनि यसो हुन्छ काठमाडौँको भ्यू यहाँ बसेर मजाले चिहानी हो होइन अनि ट्याक्क लाएर हामी घर जाने ल हामी चाहिँ अहिले यहाँ ट्याक्क लाएर चटपटे कार्यक्रम भन्दैछु होइन यतातिरबाट चाहिँ वाइ गर्दै आउँछ अहिले चाहिँ हामी चटपटे कार्यक्रम गरौँ हो रेकर्ड भएर चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ काठमाडौँ हो हामी चाहिँ यसो भ्लग ट्राई गर्न हो ल सो गाइस अहिले चाहिँ अब चाहिँ हामी ट्याक्कलाहरू यहाँ चिया खायौँ चिया र हामी यहाँ पानीपुरी चटपटी सबै खायो अब चाहिँ हामी जानुपर्ने हुन्छ मेरो साथी यता हुनुहुन्छ
ट्रक्का लगाएर अब जानुपर्ने हुन्छ आज त राइडरहरू नै आएन त यार बिदै भयो कति बजी भयो खै हेर न कस्तो साउन्ड आउँछ ट्याक 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 आउँछ है साउन्ड सो लेट्स गो गाइज अब चाहिँ हामी मजाले हावा खायो चटपटे खायो चिया खायो अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ सो ट्राई गरेको होइन कस्तो हुँदो रहेछ भनेर आई होप राम्रै भयो होला भन्ने आशाको साथ साइकल पार्टीहरू यता रहेछ माथिबाट जाउँ है माथिबाट तलबाट लास्ट बाबु तलबाट जाउँ भनेको लास्ट धुलो रहेछ गाइजहरू होइन अब त हामी माथि माथिल्लोबाट जाँदैछौँ के हो दाइले पो हेर्छ कुकुरले हेर्छ कि भनेको त मान्छेले पो हेर्छ त ओइ मासला कस्तो यार बनाउनु पर्छ नि यार कस्तो यार छ्या धन्य अल्झेको मासा त खुइले के हो कट्टु लाएर हिँड्दैछ त ल ओइ रनमती के हो यस्तो यो what is this behavior यसमा त लास्ट सिट लिन्छ नि फेरि कुरी हेलिप्याडमा यहाँ खेलिप्याड गरेर खेलिप्याड गाडी आइरहेछ बिस्तारै जानुपर्छ गाडी आइरहेछ मोडमा बिस्तारै जानुपर्छ गाडी आइरा हुन्छ सो अलराइट गाइज अहिले चाहिँ हामी फर्केर आइसकेछौँ चिया खायो हावा खायो अनि चटपटे पनि खायो एकछिन रमाइलो हेऱ्यो सो हामीले छ्याङ खाने ठाउँ चाहिँ यहीँ हो आस्याङ खाजा घरमा होइन तलबाट जाने नि होइन यहीँबाट आएको लागि होइन यहीँबाट हो तल अघि बनाउन ढिन्डोको के हो डिस्प्ले फेर्न दियो अनि हामी भित्र आएको डाक्टर साहब एकछिन पक्नुहोस् त बच्चाहरूले सिराउँछ